nhôn mây mi no say nori Deva buve maya nhôn mây mi no say nori Nyola maya ho hira moti kani baroti bamura baidai sara Tumi nada nami kyun tamin to sahara Tumi nada nami kyun tamin सम्पूर्ण उपस्थित हुनुभएका हाम्रो यो ठुलो स्वारा निवासी साइनोले तपाईहरू आमा दिदी माइजू मामा माइजू दिदी बहिनीहरू सबैजनालाई मेरो यो साइनो अनुसारको मैले तपाईलाई ढोक गरे नमस्कार गरे एकदमै मिठो सम्झना र माया गरे है त विशेष गरी आज हामी एउटा ऐतिहासिक कार्यक्रमलाई हामी सञ्चालन गर्न गइरहेका छौं विगतको वर्षहरुमा चाहिँ चल फेरि ब्यानर हारे तसु ब्यानर उमेलोमा आपर्दिलाई पर्दियो भने हिमाली सांस्कृतिक परिवार जुन 2052 सालमा चाहिँ स्थापना गर्नुभएको हाम्रो लखबहादुर दाइहरुको पालामा स्थापना भएको हाम्रो यो सांस्कृतिक कार्यक्रम परिवार जुन उहाँहरुको पालादेखि स्थापना भएर उहाँहरुको योगदानलाई चाहिँ हामी आज कदर गर्दै यो स्टेजमा आएर म सांस्कृतिक परिवारको नाम लिएर यो कार्यक्रम सञ्चालन गर्न गइरहेको छु सम्पूर्ण तपाईहरु उपस्थित हुनुभएका सबैजनालाई सर्वप्रथम त म विजयादशमी 2080 को उपलक्ष्यमा सबै 2082 सरी त्यो पाफा हामी आता हे त्यसैले केही भएन हाम्रो एउटा परिवार हो ले फेरि हाटा त म प्लेया म खेमा ताता बिहा म यसमा चाहिँ माइन्ड नगर्दिनु होला 2082 सालको यो विजयादशमीको पावन अवसरमा सम्पूर्ण यो ठुलो स्वारावासीहरूलाई चाहिँ उत्तर प्रगतिको कामना गर्दै सांस्कृतिक परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु विशेष गरी हामी यो गाउँ ठाउँ रहन सहन यो देशबाट चाहिँ हामी यो टोल पहिला चाहिँ मादी गाउँपालिका वडा नम्बर 8 थियो भने अहिले मादी गाउँपालिका वडा नम्बर 9 को टोल नम्बर 10 भएका छौं यो 10 नम्बर टोलमा अवस्थित यो सांस्कृतिक परिवारले पहिल्यैदेखि नै हामी सानो हुँदादेखि नै दाइहरूले कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो सिठी बजाएर कार्यक्रमलाई सुरु गर्नुहुन्थ्यो त्यसरी नै आज म यो कार्यक्रमलाई निरन्तर रूपमा चाहिँ यो कार्यक्रमलाई चाहिँ जगेर्ना गर्नको निमित्त यो कार्यक्रम म सञ्चालन गर्न गइरहेको छु जुन यो हाम्रो परम्परालाई समेट्नको निमित्त मलाई के भयो भने गर्नको निमित्त यो दशैंको अष्टमीको दिनमा जुन हाम्रो भैँसी काट्ने दिनमा अष्टमीको दिनमा चाहिँ हाम्रो मासु काट्ने हाम्रो गाउँमा भएको गानेरी रिमेहरू भन्ने चलन छ हाम्रो गाउँमा त्यसको विस्तृत अर्थ त मलाई थाहा भएन जस्तो जहाँसम्म लाग्छ मलाई एउटा रिमेहरूको समूह हो हाम्रो एउटा चेलीबेटीहरूको समूह हो जस्तो मलाई लाग्छ त्यो समूहहरूले चाहिँ हाम्रो मासु काट्ने यो जुन अष्टमीको दिनमा मासु जम्मा गरेर मैमेहरूलाई चाहिँ चियापान गराउने एउटा कार्यक्रम पहिलादेखि चल्दै आएको कार्यक्रमलाई हामी निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेका छौं विगतका वर्षहरूमा चाहिँ हामीले यो वर्ष पनि यो कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गर्नको निमित्त हामी एकदमै चमत्कार गरिरहेका थियौं तर यो मौसमको कारणले गर्दाखेरि यो बर्खे दशैं पर्यो तसर्थ बेसरी पानी पर्यो लाइन पनि गयो अष्टमीको दिनमा भैँसी काट्दाखेरि सबै थकाइ लाग्यो आज यो फुलपातीको दिनमा यो विजयादशमीको दिनमा सबै अब बाहिर भएको हाम्रो अभिभावकहरू हाम्रो साथीहरू पनि पक्कै पनि यो हाम्रो त भनेर हाम्रो साथीहरूको सल्लाह अनुसार चाहिँ हामीले जुन अष्टमीको दिनमा हुनुपर्ने कार्यक्रमलाई हामी आज विजयादशमीको दिनमा आयोजना गर्न गइरहेका छौं पक्कै पनि हाम्रो गानेरी रिमीहरूले तपाईहरुलाई चाहिँ जलपान कार्यक्रम
गराइसक्नु भएको छ। तपाईँहरूलाई चाहिँ एकदमै मिठो मानेर खाइसक्नु भएको छ। यसरी नै हामी यो मासु खाने कार्यक्रम जो गानेरी रिमेहरूद्वारा आयोजित यो चियापान कार्यक्रम पश्चात हामी सांस्कृतिक कार्यक्रमलाई चाहिँ निरन्तर रूपमा अगाडि बढाएर शुभकामना आदान प्रदान तपाईँहरूलाई समक्ष पुर्याएर आजको यो रातलाई चाहिँ हामी उमङ्गमय बनाएर हाम्रो संस्कृतिलाई जगेर्ना गर्नको निमित्त यो कार्यक्रमहरूलाई चाहिँ हामीले पहिला दाइहरूबाट हामी हस्तान्तरण हुँदै यो अवस्थासम्म आएका छौँ। दाइहरूको यो हाम्रो यो सांस्कृतिक परिवार जुन स्थापना गर्ने बेलाको हाम्रो संस्थापकहरूलाई चाहिँ म यो स्टेजबाट चाहिँ एकदमै स्मरण गर्न चाहन्छु। कतिपय हाम्रो यो संस्थापकहरू चाहिँ कोही विदेशमा हुनुहुन्छ, अब हाम्रो पुरुषतर्फको साथीहरू चाहिँ विदेशतर्फ हुनुहुन्छ, कोही पोखरातिर हुनुहुन्छ, हाम्रो चेलीबेटीतर्फको चाहिँ कोही चाहिँ अब विवाह भएर आफ्नो कर्मको खेल अब अरू टाढा टाढा गाउँतिर जानुभएको छ। सबैजना हाम्रो यो सांस्कृतिक परिवारलाई आज म यो स्टेजमा आएर हिमाली सांस्कृतिक परिवार ठुलो सुहाना भनेर गर्वका साथ यो स्टेजमा आएर बोल्न पाउने अवसर प्रदान गर्नुभएकोमा तपाईँहरू यो जुन संस्थापकहरू सबैजनालाई मैले यो स्टेजबाट चाहिँ एकदमै स्मरण गरिरहेको छु। तपाईँहरूको यो जुन तपाईँहरूको यो के भन्छ हाम्रो यो संस्थाप्रतिको दायित्वलाई हामी सदैव उच्च सम्मान साथ राख्नेछौँ। यति भन्दै म धेरै बोलिराखेर पनि फेरि सबैजना अब निन्द्रा लाएर अल्छी लागिसकेको जस्तो देखिरहेको छु। अब म केही समयपछि फेरि यो कार्यक्रमलाई शुभकामना आदान प्रदानको स्वरूप म तपाईँहरू समक्ष जोडिने छौँ। त्यसभन्दा पहिला हाम्रो जुन पहिला चाहिँ हाम्रो हामी सानो हुँदाखेरि बेलामा हामी घरैमा तितिरे हिचे उही प्रमोला बमेउलाई कति नेसर सिधे 5 हाम्रो खेला जेखो विप्रमोलो त्यो पनि उही प्रभु पक्कै पनि न्योरी मेथुमेमै उही पनि उही थिएँ तर पनि चले चाहिँ आमामे चाहिँ खैमु बाउमे चाहिँ आखैमु बाउमे चाहिँ अब फेरि तालहरु आज कार्यक्रम आँखामा मलाई शङ्कालाई दिए थियो। अब युवमी अब सबै मान्छेहरूलाई चाहिँ आफ्नो सबै प्रकारको त्यो आफ्नै एउटै इच्छा त हुँदैन, तैपनि फरक फरक इच्छा भएकोले फेरि आफ्नो इच्छा अनुसारको कार्यक्रमहरू पनि सञ्चालन हुँदैछ होला। तर पनि यो स्टेजमा हाम्रो चेलीबेटीहरूले यति धेरै सम्मानपूर्वक 2-3 दिन अगाडिदेखि बोलाएर सूचना गरिरहँदा पनि यो स्टेजमा नआइरहँदाखेरि एकदमै हाम्रै कमजोरी हो कि जस्तो पनि मलाई लागिरहेछ। किन भन्दाखेरि अब सांस्कृतिक कार्यक्रमको नेतृत्व हामीले लिइरहँदाखेरि यो स्टेजमा हाम्रो अभिभावकहरू जुन हाम्रो बाबाहरू कोही पनि हुनुहुन्न। अब एकदमै सिनियरमा चाहिँ भन्नुपर्दाखेरि हाम्रो लखदाई मात्रै हुनुहुन्छ। उहाँ पनि पोखराबाट हाम्रो जन्मथलो भनेर जतिखेर पनि हामीले जे कार्यक्रम पर्दाखेरि पनि हाम्रो सल्लाह हामीलाई चाहिँ आवश्यक पर्ने बेलामा उहाँलाई सम्झिँदै भएर जतिखेर नै उहाँ आइपुग्नुहुन्छ। तर गाउँमै भएको युवा हाम्रो गाउँमै भएको बुबाहरू चाहिँ आउनु हुँदैन। अब यसमा चाहिँ पक्कै पनि हाम्रै कमजोरी नै भएर होला, उहाँले चित्त नबुझेर नै होला यो कार्यक्रममा चाहिँ उहाँहरू आउनुभएको छैन। आगामी दिनहरूमा चाहिँ यस्तो कार्यक्रमहरू नहोस् होइन। अब एउटा सानो गाउँ हो, सबै मिलेर कसरी हुन्छ अगाडि बढ्नमा चाहिँ सबैजनाले सहयोग गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दै अब हामी यो आजको यो जुन हाम्रो चियापान कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउनको निमित्त हामी तपाईँहरूलाई चाहिँ सांस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन दिलाउनको निमित्त आजको कार्यक्रमलाई चाहिँ औपचारिक रूपमा चाहिँ सञ्चालन गर्नको निमित्त हाम्रो कलाकार साथीहरू चाहिँ तयारी अवस्थामा बसिरहेको हुँदा तपाईँहरू सबैजनाले जोरदार ताली बजाएर हाम्रो कलाकार साथीहरूले स्टेजमा हो
चाँदले नफेरे
मात्र तपाईहरु समक्ष एकदमै राम्रो नृत्य चाहिँ प्रस्तुत गरेर गइसक्नु भएको छ। कति नखागा यो झगडा छोराकै आएगा छ ठट्रसिएर यसरी नै हामी आजको यो हाम्रो जुन चियापान कार्यक्रम जुन अष्टमीको दिनमा हुनुपर्ने यो कार्यक्रम आज हामी आयोजना गर्दैछौँ। आजको कार्यक्रमलाई निरन्तर रूपमा हामीसँग हाम्रो कलाकार साथीहरूसँग भएको प्रतिभाहरूलाई तपाईहरु समक्ष प्रस्तुत गरेर आजको दिनलाई एकदमै रमाइलो बनाउनको निमित्त हामी एकदमै साथी कलाकार साथीहरू अवस्थामा तयार अवस्थामा बसिराख्नु भएको छ। यसै गरी आज हामी एकदमै खुसी छौँ। धेरै पहिलादेखि हाम्रो यो सांस्कृतिक परिवार भनेर हाम्रो दयाहरूबाट हस्तान्तरण भएको कार्यक्रमलाई हामी नेतृत्व गरेर आजको यो चरणसम्म आइसक्दाखेरि हाम्रो कतिपय साथीहरू चाहिँ विदेशमा रहनु भएको छ। सबैजनालाई फेरि पनि म यो स्टेजबाट चाहिँ एकदमै स्मरण गर्न चाहन्छु। तपाईहरुको यो योगदानप्रति एकदमै उच्च सम्मान व्यक्त गर्न चाहन्छु। कतिपय हाम्रो साथीहरू चाहिँ यो स्टेजलाई यो कार्यक्रमलाई हेर्नको निमित्त एकदमै हाम्रो ठुलो सहरको रूपमा चाहिँ दिउँसैदेखि नै कार्यक्रम कतिखेर हो भनेर चाहिँ एकदमै आतुर हुनुहुन्थ्यो। आफ्नो ड्युटी पश्चात चाहिँ हाम्रो कार्यक्रम हेर्नको निमित्त हाम्रो जुन हाम्रो सांस्कृतिक परिवार भनौँ यो ठुलो सहरको परिवारहरू भनौँ विदेशमा रहेर पनि आफ्नो गाउँप्रतिको मायालाई आफ्नो गाउँको कार्यक्रम हेर्नको निमित्त एकदमै आतुर हुनुहुन्थ्यो। तपाईहरु एकदमै विदेशमा रहेर पनि हाम्रो कार्यक्रम हेर्नको निमित्त हाम्रो कार्यक्रम सञ्चालन अब एकदमै सुरु भइसकेको छ। तपाईहरु एकदमै छिटो अब एकदमै अब समय नमिले पनि व्यवस्थापन गरेर चाहिँ हाम्रो कार्यक्रमलाई हेरिदिनु हुनेछ भन्ने म सबै विदेशमा रहनुभएका हाम्रो हिमाली संस्कृति परिवार ठुलो सहरका साथीहरूलाई एकदमै अनुरोध गर्न चाहन्छु। तपाईहरुलाई चाहिँ हामी गाउँको एकदमै गाउँको हाम्रो संस्कृतिलाई जगेर्ना गर्दै गाउँमा भएको गतिविधिहरू हामी यो कार्यक्रम मार्फत तपाईहरु समक्ष पुर्याउनको निमित्त तपाईहरु र हामी चाहिँ शारीरिक रूपमा चाहिँ टाढा भए पनि हामी भावनात्मक रूपमा एकदमै दशैं कार्यक्रमलाई चाहिँ नजिकैमा भएर मनाए जस्तो महसुस गर्नको निमित्त चाहिँ हामी यो कार्यक्रमलाई चाहिँ आयोजना गरिरहेका छौँ। सबैजनाले एकदमै समय मिलाएर चाहिँ हाम्रो कार्यक्रम हेरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईहरु समक्ष हाम्रो सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनको निमित्त हाम्रो कलाकार साथीहरू चाहिँ तोना यार कोही होजिजे म यता हाम्रो साथीहरू चाहिँ तयारी अवस्थामा बसिराख्नु भएको छ। धैर्य गरेर आजको हाम्रो कार्यक्रमलाई एकदमै न्यानो साथ दिइरहनु भएको छ। फरमाइस हेर्नु न पर्या त थियो त हामी तर फेरि स्टिलले पर्या त आएर सिलबोर्डै पर्या त टुइज्यो हो ती खुब फरमाइस लिएर चाहिँ हाम्रो यो सांस्कृतिक परिवारको यो कार्यक्रम चाहिँ एकदमै तपाईहरुलाई विधिगत रूपमा चाहिँ एकदमै अवगत गराउन चाहन्छु। यो हामी सानो गाउँ भए पनि एकदमै ठुलो जुन हाम्रो भन्ने बेला ठुलो सहर भनिन्छ तर यो ठुलो सहरमा बसोबास गर्ने एकदमै थोरै जमात जुन मानिसको संख्याले पनि एकदमै ठुलो एकदम विश्वव्यापी रूपमा भन्न अलिकति नमिल्ने भएर मात्रै हो अलिकति एकदमै ठुलो योजनाले लिएर चाहिँ हामी एकदमै ठुलो भावनाले चाहिँ हामी अगाडि बढिरहेका छौँ। तपाईहरुद्वारा हाम्रो यो संस्थाप्रति गरेको मायालाई हामी एकदमै कहिले पनि कदापि हामी चाहिँ आश मर्ने दिने छैनौँ। हाम्रो यो परिवारको तर्फबाट व्यक्त गर्दै सांस्कृतिक परिवारको तर्फबाट तपाईहरुको लागि स्वीकार्नुहोस् सांस्कृतिक कार्यक्रम ल जोरदार तालीले हाम्रो कलाकार साथीहरूलाई स्वागत गरिदिनु लगाए म
सेप्रले चुयर बेक्ली सुरी शिवाली सुतासी ढिरे बरपे पर चौतारी छाम चौतारी बगी फुला हो तो छाब मुमै झन छाब गए गोल सोलै सदी देवा मुमै माया योलमै मिनो सै ढोरी देवा मुमै माया योलमै मिनो सै ढोरी न्योला माया हो हीरा मोती कामी बनौटी बमुडा बैलै सारा तुमी नामी क्योल कामी तो सहारा तुमी नामी क्योल कामी तो सहारा अहिले भन्दा पनि एकदमै राम्रो नृत्यहरू चाहिँ पछि पनि छन् के त्यही भएर तपाईँहरू एकदमै नआत्तिकन बस्नु होला कसो गर्दा छ्याछ्याम्न ठ्याटर म तर फेरि ल्याए कति भाइ त ठ्याटर ल्याए लोज्यो हो अरे चाहिँ सरकार ठ्याटर नि हो बाँकी हो फेरि तारे थाहा व्यवस्था आएको तारे फेरि परमेश लबे र पैसा खुजुराएँ त तर भएमा तारे तारे खाता कि यो या तारे खाता खुजुरा लगा देता नाराय कुमार भान्जा संग्रह लद बगने खोला रुकन खोजू हो बगने खोला रुकन खोजू कहाँ रोकिन्छ र पछौरीले यो पछौरीले पैसा छोप्छु कहाँ छोपिन्छ र यो पछौरीले पैसा छोप्छु कहाँ छोपिन्छ र ए हावा उतालो ए हावा बेमानी उडायो पछौरी केही लाजै नमानी जब फुल्छ फुल राजै डाँडामाथि पाखामा जब फुल्छ फुल राजै डाँडामाथि पाखामा तब पर्छ त्यही फुल भमराको आँखामा तब पर्छ त्यही फुल भमराको आँखामा फुल जोगाउन मैले खोजे कहाँ जोगिन्छ र पछौरीले यो पछौरीले पैसा छोप्छु कहाँ छोपिन्छ र यो पछौरीले पैसा छोप्छु कहाँ छोपिन्छ
आँखैमा तिमी आउँछ झलला हे पार्यो भुतुकै हे मार्यो भुतुकै पिरती पास गरौँ मनमा सुटुकै पिरती पास गरौँ मनमा सुटुकै हे मायाले बाँध्यो लौ रेशम देउतालाई भागी खाऊ कसम मनैमा माया बग्यो सलला आँखैमा तिमी आउँछ झलला माई खुकुरी भिरेको रातो रुमाल रेली माई खुकुरी भिरेको चट्ट आई छट्ट बस मनको ढोका खोली दुई मुटु जोड्नलाई नभन है भोली लुकी हानी हाल्यो पिरतीको गोली मायालुको टक्क तिमी औषधि नै बोली ए पार्यो भुतुकै मार्यो भुतुकै पिरती पास गरौँ मनमा सुटुकै पिरती पास गरौँ मनमा सुटुकै राम्रो ओठ टोक्ने बानी मुसु मुसु हाँसिदेऊ न मेरी दिल की रानी हे लट्ठै पार्यो मक्खै पार्यो आँखा तानी तानी मनमा मैले राखेको छु करोडौँमा छानी हे पार्यो भुतुकै मार्यो भुतुकै पिरती पास गरौँ मनमा सुटुकै पिरती पास गरौँ मनमा सुटुकै मायाले बाँध्यो लौ रेशम देउतालाई भागी खाऊ कसम मनैमा माया बग्यो सलला आँखैमा तिमी आउँछौ झलला हे पार्यो भुतुकै मार्यो भुतुकै पिरती पास गरौँ मनमा सुटुकै पिरती पास गरौँ मनमा सुटुकै पिरती पास गरौँ मनमा सुटुकै पिरती पास गरौँ मनमा सुटुकै
के चाहिँ यो भन्दा चाहिँ